आज हामी यहाँको स्टकहरू हेर्नेवाला छौँ। त्यो स्टकहरू के कस्तो छ भन्ने जानकारी भित्र दाइसँग गएर हामी बुझ्नेछौँ। ब्ल्याक हुन्छ नि त स्ट्राइप, त्यही भएर अपलुक गोल्ड। तलको त कमन हो न यो, तल चाहिँ चिक्लेट हो क्या? सिक्लेट सिक्लेट सिक्लेट। अहिलेको यो स्टकमा चाहिँ हामीले धेरै जसो गोल्डफिसको भेराइटीहरू देख्न सक्छौँ सराइन्स एक्वेरियममा। अनि हजुरलाई कुनै फिसेसहरू चाहियो, आइटमहरू चाहियो, केही चाहियो भने डिस्क्रिप्सनमा सबै डिटेल्सहरू छ, कन्ट्याक्ट नम्बर छ, सम्पर्क गर्न सक्नुहुन्छ। अनि डिस्क्रिप्सनमा अझै एउटा च्यानलको लिङ्क पनि छ, त्यो च्यानललाई गएर भिजिट हानिदिनु होला, त्यो पनि हाम्रै च्यानल हो। यहाँ एउटा दामी हेड क्वालिटी भएको राम्रो फ्लावर हर्न एभाइलेबल रहेछ हैन। अनि यहाँ हाई ब्याक अरवाना एकदमै राम्रो क्वालिटीमा एभाइलेबल रहेछ, यो पनि चेकआउट गर्न सक्नुहुन्छ। कोही फिसहरू पनि रहेछ। अनि यता सिक्लेट फिस, यो पिकक सिक्लेटहरूमा पर्छ होला जहाँसम्म लाग्छ हैन। अनि तल अस्करहरू छन्, अस्करहरू पनि धेरै नै ठुलो ठुलो साइजमा यता एभाइलेबल रहेछ, चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला। अनि यता एउटा बिग साइज मिल्की कोही कार्प हैन। अनि तल रेन्च्यु गोल्डफिस पनि रहेछ सानोमा, एकदम स्मल साइजमा पनि रहेछ रेन्च्यु गोल्डफिस, ओरेन्डा गोल्डफिसहरू। केही अस्कर फिसहरू छ, राम्रो छ। यता अलिकति दबाई हाल्नुभएको रहेछ क्या, त्यो एक्वेरियम अलिकति ग्रिन भएको छ हैन। यता ब्ल्याक मोर गोल्डफिस छ एकदम ठिक्कको साइजमा। अनि मास्तिर त्यही सुबङ्किन जस्तो लाग्छ यो तलको चाहिँ। हजुर होइन यो मरेको होइन, यो त्यो के क्याटफिस हो, तल बस्छ कि यो भुइँमा, बटम फिडर हो कि एउटा मात्र रहेछ। अब यता चाहिँ गुरामी फिस, गुरामी भन्छ कि के, यो गुरामी फिस जो हो। अनि यहाँ एन्जल फिसहरू छ, तल प्लेकोहरू छ हैन। अनि तल फेरि राम्रो फिसेसहरू पनि रहेछ। यता मोलीहरू रहेछ। अनि यता ओरेन्डा, वान अफ द ब्युटिफुल फिस, ओरेन्डा फिसहरू पनि रहेछ यहाँ तल। अनि तल फेरि रेड क्याप ओरेन्डा। अनि यता एउटा सिङ्गल छ, बिचरा एक्लै राख्नु भएछ। अनि यहाँ गोल्डफिस रहेछ, कमन गोल्डफिस एकदम बिग साइजमा। आजको भ्लगको लागि यति नै। आज धेरै लामो भ्लग त बनाउन पाइएन, तर यतिमै ठिक छ। पहिलो भ्लग हो, फर्स्ट भ्लग, राम्रो इम्प्रेसन देखाइदिनु होला। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब त त्यो गर्नु भन्नै परेन, त्यो हजुरले गरिहाल्नुहुन्छ। ल बाई बाई।